राँचीको मैदानमा आइतबार एक यस्तो खेल भयो जहाँ क्रिकेट प्रेमीहरूको सास रोकियो। विराट कोहलीको युगलाई फेरि महसुस गराउने ऐतिहासिक शतक, भारतको विशाल स्कोर र दक्षिण अफ्रिकाको अन्तिम क्षणसम्मको सङ्घर्ष। तर अन्त्यमा बाजी फेरि भारतकै पोल्टामा गयो, मात्र 17 रनको शानदार जितका साथ। दर्शकवृन्द, विराट कोहलीको शानदार शतक र बलरहरूको प्रभावशाली प्रदर्शनको मद्दतमा भारतले दक्षिण अफ्रिका विरुद्धको पहिलो एक दिवसीय खेलमा 17 रनको रोमाञ्चक जित हात पारेको छ। यस जितसँगै भारतले यो वनडे सिरिजमा 1-0 को अग्रता लिन सफल भएको छ। राँचीमा भएको यस खेलमा भारतले दिएको 350 रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका 49.2 ओभरमा 332 रनमै अल आउट भएको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले 50 ओभरमा 8 विकेट गुमाउँदै 349 को विशाल स्कोर बनाएको थियो। भारतका लागि विराट कोहलीले 120 बल खेल्दै 11 चौका र 7 छक्काको मद्दतमा 135 रनको शानदार शतकीय इनिङ्स खेले। उनलाई कप्तान रोहित शर्माले 57 रन, केएल राहुलले 60 रन र रविन्द्र जडेजाले 32 रन बनाएर राम्रो साथ दिएका थिए। 350 रनको विशाल लक्ष्य पछ्याउन आएको दक्षिण अफ्रिकाको सुरुवात भने अत्यन्तै खराब रह्यो। 11 रनमै 3 मुख्य विकेट गुमाइसकेपछि टोली दबावमा परेको थियो। तर म्याथ्यू ब्रिट्सके, मार्को ज्यान्सेन र कोर्बिन बोस्कले आक्रामक ब्याटिङ गर्दै भारतलाई अन्तिम समयसम्मै तलाबमा राखे पनि जान्सेनले 70 र बोस्केले 67 रन बनाउँदै खेललाई रोचक मोडसम्म लगे। तर अन्त्यमा कुलदीप यादवको 4 विकेट, हर्षित राणाको 3 विकेट र अर्शदीप सिंहको 2 विकेटको मद्दतले भारतले 17 रनको जित सुरक्षित गर्न सफल भयो। यो जित केवल भारतको लागि सिरिज सुरुवात होइन, विराट कोहलीको क्लास र अनुभवको पुनः प्रमाण पनि हो। दक्षिण अफ्रिकाले अन्तिमसम्म प्रयास गरे पनि भारतको बलियो ब्याटिङ र सन्तुलित बलिङको अगाडि हार स्वीकार्न बाध्य भयो। अब दोस्रो खेल अझै रोचक हुने निश्चित छ, किनभने दक्षिण अफ्रिका जित फर्काउन चाहन्छ भने भारत आफ्नो लय कायम राख्न चाहन्छ। यस्तै महत्त्वपूर्ण अपडेट, खेलको विश्लेषण तथा ताजा खबरहरू निरन्तर पाउनका लागि स्पोर्ट्स लाइन नेपाललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै फेसबुक र टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्न पनि नबिर्सनुहोला।